युएईमा शानदार किसिमको सिरिज जितेसँगै नेपाल टिम आज ओमानतर्फ प्रस्थान गरिरहेको छ। ओमानमा खेल्दै गरेका सम्पूर्ण खेलहरू सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेको सम्बन्धी अपडेट पनि आजको भिडियोमा रहनेछ। ओमानमा रहँदा नेपाल टिमको रणनीति, कतिवटा खेलहरू नेपाल टिमले ओमानमा खेल्दैछ, हङकङ सक्सेसको बारेमा पनि यो भिडियोमा केही चर्चाहरू रहनेछन्। अवश्य पनि भिडियो मन परेमा लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब र कमेन्ट बक्समा नेपाल टिमलाई टी20 विश्वकप छनौटका लागि शुभकामना पनि अवश्य प्रदान गर्नुहोला। सुरु गरौँ अहिलेको प्रस्तुति। नेपाल टिम भर्खरै मात्र युएईमा सम्पन्न भएको वेस्ट इन्डिज विरुद्धको सिरिजमा 2-1 ले शानदार किसिमको जित निकाल्दै विश्व सामु आफूलाई अब्बल साबित गर्न सफल भएको छ। सिरिजहरू जित्नेमा अन्य एसोसिएट राष्ट्रहरू यस प्रकार रहेका छन्: अफगानिस्तान, युएई, नामिबिया, अमेरिका र नेपालको टोली गरी 5 वटा टिमहरूले अहिलेसम्म टेस्ट राष्ट्रलाई हराउँदै सिरिजहरू कब्जा गरेका छन्। नेपाल टिम ओमानमा रहँदा कुन कुन खेलहरू खेलिरहेको छ त्यो सम्बन्धी के चर्चा गरौँ। एसिया स्तरीय टी20 विश्वकप छनौट खेल खेल्नु अघि नेपाल टिम ओमान र कतारसँग 2 वटा अभ्यास खेलहरू खेलिरहेको हो। 4 अक्टोबरमा नेपाल टिमले ओमानसँग खेल्दा 6 अक्टोबरमा कतारसँग प्रतिस्पर्धा गर्नेछ र त्यसपछि टी20 एसिया स्तरीय विश्वकप अन्तर्गतको खेलहरू सञ्चालनमा आउनेछन्। टी20 विश्वकप एसिया स्तरीय छनौटमा जम्मा 9 टोलीहरूको सहभागिता रहेको छ। 9 राष्ट्रहरूलाई 3 ग्रुपमा विभाजन गर्दै प्रत्येक ग्रुपमा 3-3 टिमहरू समावेश गरिएका छन्। ग्रुप ए मा मलेसिया, कतार र युएईको टिम रहेका छन्। ग्रुप बी मा नेपाल, जापान र कुवेतको टोलीहरू समावेश भएका छन्। ग्रुप सी मा ओमान, पपुवा न्युगिनी र समाओका टिमहरू रहेका छन् र नेपाल टिमले ग्रुप स्टेजका खेलहरू 8 अक्टोबरमा कुवेतसँग, 10 अक्टोबरमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। आदरणीय दर्शक महानुभावहरू, रोचक कुरा यो रहेको छ, प्रत्येक ग्रुपबाट 2 वटा टोलीहरू सुपर 6 का लागि प्रवेश गर्नेछन्। जम्मा 9 टिम मध्येबाट 6 वटा टोलीहरू सुपर 6 मा प्रवेश गर्दा 3 वटा टोलीहरू बाहिरिनेछन्। सुपर 6 का खेलहरू निकै नै रोमाञ्चक हुनेछन्। सुपर 6 मा प्रत्येक टोलीहरूले 4-4 वटा खेलहरू खेल्नेछन्। ग्रुप ए बाट क्वालिफाई भएको टिमले बी र सी सँग प्रतिस्पर्धा गर्नेछ भने बी ले ए र सी सँग प्रतिस्पर्धा गर्दा सी ले ए बी सँग प्रतिस्पर्धा गर्नेछ। यसरी आदरणीय दर्शक महानुभावहरू, नेपाल टिमको अवश्य पनि भेट टी20 एसिया स्तरीय विश्वकपमा ओमान, पपुवा न्युगिनी, युएई र कुवेतसँग प्रतिस्पर्धा हुन सक्ने सम्भावना प्रबल रहेको छ। ओमान र युएईको टिम भर्खरै मात्र एसिया कप खेलेर आएका छन्। उच्च मनोबलका साथै टेस्ट टिमहरूसँगको अनुभवबाट नेपाल टिमलाई अप्ठ्यारोमा पार्न सक्छन्, तर नेपाल टिमले पनि इन्डिया जस्तो बलियो टेस्ट टिमलाई पराजित गर्दै आफ्नो मनोबल उच्च बनाएको छ र नेपाल टिमलाई एसिया स्तरीय टी20 विश्वकप छनौटका लागि निकै नै शुभकामना रहेको छ। केही चर्चा गरौँ सन्दीप लामिछानेको विवादको बारेमा। युएईमा भर्खरै मात्र सम्पन्न भएको 3 वटा टी20 सिरिजमा सन्दीप लामिछानेको विवाद चुलिएको थियो। खास गरेर सन्दीप लामिछानेले खेल सुरु हुनुभन्दा 45 मिनेट अगाडि आफूले टोलीबाट नखेल्ने निर्णय गरेपछि सन्दीप लामिछानेको यस्तो निर्णयले टिममा पनि ठूलो असर पर्ने भन्दै उनलाई थप 2 खेलका लागि निलम्बन गरेको क्यानले जनाएको छ। अवश्य पनि यस्तो निर्णयहरूले टिममा ठूलो किसिमको असर पर्न सक्छ। सन्दीपले जस्तो निर्णय गरे पनि यो निर्णय भने निकै नै गलत गरेको हामीले बुझिरहेका छौँ। यो सम्बन्धी हजुरले पनि आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा अवश्य दिनुहोला। अब केही चर्चा गरौँ हङकङ सक्सेसको बारेमा। हङकङ सक्सेसमा कुल 12 टिमहरूको सहभागिता भइरहेको छ। 12 टोलीलाई 4 ग्रुपमा विभाजन गरिएको छ। नेपालको ग्रुपमा साउथ अफ्रिका र अफगानिस्तानका टिमहरू रहेका छन्। अन्य टिमहरूमा भारत, पाकिस्तान, कुवेत, अस्ट्रेलिया, इङ्ल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र आयोजक हङकङको टिमहरू रहेका छन्। र आदरणीय दर्शक महानुभावहरू, यसरी नेपाल टिम अब टी20 एसिया स्तरीय विश्वकप छनौटबाट राम्रो किसिमको प्रदर्शन गर्दै शीर्ष 3 भित्र अटाएर 2026 को विश्वकपमा सहभागी हुनको लागि ओमानतर्फ प्रस्थान गरिरहेको छ। नेपालको तर्फबाट कोचको हात, त्यसै गरेर नेपालका कप्तान रोहित कुमार पौडेल, खेलाडीहरूको हात, 100% खेलाडीले आफ्नो प्रदर्शन दिएमा टिम नेपाल अवश्य पनि टी20 एसिया स्तरीय विश्वकपबाट छनौट हुने देखिरहेको छ। नेपाल टिमलाई टी20 एसिया स्तरीय विश्वकप छनौटको सम्पूर्ण खेलका लागि शुभकामना। तेस्रो पटक विश्वकपमा सहभागी होस् यही कामना समेत रहेको छ। युएईमा खेलेका खेलाडीहरू नै ओमानका लागि प्रस्थान गर्नेछन्। यस्तै क्रिकेट र खेलको सम्बन्धी अपडेटका साथ हामी उपस्थित हुनेछौँ। अहिलेको लागि यति नै। हस्त नमस्ते। जय नेपाल, जय नेपाली क्रिकेट।